तर चामल बन्ने रहेछ भन्नु त तर रसियन खतरा खतरा ए मुजुर छ मार्टिनहरु आइफोन वाला मात्रै आउँछ यार त्यही त हो 100 वालाहरु हुन्छ होइन नि रे त्यही त यल्ला वल्ला गर्ने यिनीहरूसँग पक्कै आइफोनै हुन्छ कोही झरिसक्यो बे आयो त्यहाँ एनिमी छ है, एक नम्बर को हो के फेरि यो यहीँ आएर अड्किने फेरि हेर न म्याच ड्यामेज हानिसकेको हुन्छ क्या यत्रो आउँदा ड्यामेज खाइसकेको हुन्छ जाऊ लड लड के हेल्थै छैन के लड्नु ल्याउ हिल मसँग त गनै छैन त ल्याउ अर्को पनि चाहियो टिप्यो त्यो ल्याउ अर्को ल्याउ गोली हामीलाई यहाँ ल्याउ हेल टिप गन देऊ न गन गनै छैन मसँग गन देऊ न गन छैन गन मले आन्दैछु बे ओइ मासले कहाँबाट हान्छ यो रन्डीको बानमा छिक्ने त्यहाँ मरिहाल्नु माछ सिक्ने यसको आमा कालो मुजी कहाँ छ माथि आइसकेको छ घरको माथि स्मोक आन नि स्मोक अझै स्मोक छैन अगाडि खेताखेत गर्ने एक नम्बर रानीको औलादहरु कहाँ त कहाँ देखिन्न यार खाली गोली मात्रै आउँछ के बोके है तिले त्यो दिदैन यहाँ बसेर के गर्ने मसँग त गनै छैन त गन छ र त यहाँ के गरेर जाऊ लड मेरोमा टिपी छ टिपी हेरेको मुला देखिन्न गोली आउँछ खोइ कहाँबाट लाग्छ चोट मैले त क्या माथि होला के गन टिपेर आए माने घन्टी भएर आइसक्यो खोइ गन ल्याउ नि एउटै छ कहाँबाट दिन्छ उसले एउटा टिपी त थियो मेरो किरणमा आयो भने मार्नु पर्छ यही छ कि एउटा कहाँतिर देखेन आवाज मात्रै आउँछ कता नाचिरहेछ त्यो कोठाभित्र हो कि त्यहाँ त छैन हौ म गएको नाचिराख रे जाउँ कोठामा छ क्या जस्तो लाग्यो छैन क्या म त गएँ
यत्रै सिटी हो सुडिके माथि रहेछ माथि माथि छ माथि माथि उसमा कहाँ माथि यसको माथि होला का हामी बसेको माथि मलाई माथिबाट आने माथि छ त्यो माथि र हट ए मुजीहरू खै कसरी चाउँछ होइन ट्याप टुप्री टिपेर रात सिक्ने हो यार यस्तरी यार हामी टिप्नै पाउँदैन यार टिपेर चढिसकेको हुन्छ आए आए तल आए हो हान हान माथि हान हान तिमी जान न अब खाऊ अब पब्जी खेल्नु मेरो हुँदैन गुवा हाल्यो दिमाग भनेर जान्छ बचाऊ बचाऊ भाइ बतो बाहिर त्यहीमै हान्नुपर्छ रिलोड गरिदिने गन बिजन अरे गन नै सक्यो क्या लक भएको थियो खत्तम अहिले एकछिन अब यो म्याच पछि चाहे सुत चाहे बेहोस हौ यही गेम म त यहीँ झरेँ केटा हो बिचमा यहीँ एनिमी रहेछ बे कहाँ झरे माथि तल न तल लोक म्याच स्कोप देऊ न लोकु स्याकमा खाइसक्नु स्याकमा कहाँ उहाँ लिएर गएर फालेको कस्तो छ झोलामा आएछ त अब के गर्नु त म अब यहाँ पो यसो हेर्छु त ड्रपमा सँगै आएछ त आउँछ स्कोप मरम त अब झोलामा आएछ त अब के गर्नु त म खोजिरहेछु को आयो यो तिले पो रहेछ तिलेलाई फेरि किन चाहियो 38 को कहाँबाट आइपुग्यो फेरि यो घुसिरी स्कोप ल्याऊ तिले स्न्यापर 8 को स्न्यापर चलाउँछ नि त उसले अब तिले स्कोप ल्याऊ न स्कोप ल्याऊ कस्तो लिएर भागेको भागेछ यार कहाँबाट आइपुग्यो यहाँ हुन्छ मलीले हानिदिन्छु मैले स्कोप ल्याउ न स्कोप लिएर भाग्छ यार को हाँसेको यस्तो
No, okay. सडकाइ चित्रदार यहाँ प्याटेटा गरे तिनटा पट सडकाइदियो त यहाँ प्याटेटा गरे पुरै छैन बाबु म त यहाँ एनिमी भएको ठाउँमा झरेछु यार तिलु खोज्दै गएको छ पर्छ है लोकु कता हो गाडी छ त्यहाँ Marked an enemy's death crate. यहाँ पर्छ किनिसक्यो केटाहरूलाई 6 को स्कोप चाहियो कसलाई केटाहरूलाई के केटाहरूलाई मलाई त चाहिँदैन मुख छाडिदिए कहाँ कालेले गर्दा फोन दिलाइदियो हल्का माथि कि माथि न केरा बाहिर नि खाँदै केरा बाँधेर म त सुति हाल्दैन आएर तर हल्का लाग्नु त लाग्यो के भन्नु फेरि आइत्यो त कापी डट बोकेर केरा आएन हाम्रोतिर आथ्यो खै यादै गरेन मैले पछिको त यादै अखमत भन्दै आएर हाम्रो फ्लाइटमा खै मैले यादै गरेन म त सुतिसकेँ अनि म जब हिँडेँ नि त्यतिखेर आइपुगेको तिमीलाई हिजो लाग्नु लागेको होला नि खै खालेको छुटा छैन हटाउनु सुना त्यहाँ भरन त्यहाँ माथि यो बादल हिजो भित्रै अरे भनौँ लगाएर निकाल्ने बित्तिकै आइपुग्यो एकदम बाहिर खाना चाहिँ अहिले झाँदैछु अहिले Help! Help! एउटा त सुपर बुझेर नि काले Help! अरे के को हेल्प हो के को हेल्प ए हेल्प गर्न न हो तिमीहरू किन कानी राखिरहेको त्यही तिरे नजा नेट मोली सोली हानेर हेल्प गरिदेऊ न यार ग्रेनेड हान्दै ग्रेनेड तिले घरतिर बोलिदियो नम्बर 3 लाई ग्रेनेड हान्दैन Help! छैन ग्रेनेड अनलाइन गेम खेल्छु ग्रेनेड हान भनेको त हेल्प भनेको ग्रेनेड हान भनेको Help! ओ ग्रेनेड हान ग्रेनेड हान्दैन गर हान्दै माखरा हान्दै ग्रेनेड हान्दै ए सिधै ब्यान्ड हो यो टिमलाई लाग्ने चाहिँ सिधै ब्यान्ड भयो के हुन्न एकछिनलाई मात्रै हो बाहिर सिधै ब्यान्ड म हान्दै साँच्चै नै हैन तिले बिहान हो कि के हो सरप्लेयर गयो चादर छैन तिम्रो त्यो सामसुङको पुरानो सामसुङको तिमीसँग चादर छैन पुरानो सामसुङ एसटिसीको तिमीले चोरेर ल्यायो अरे मासले रुममा गएर मास
त्यो भाइले दिएको थियो त्यो मैले यहाँ दिएँ कि तिमीले चोरेर ल्याएको हिजो तिमीले बोकेर आयो थेत के पो बोक्छ हौ मैले के र भाइले भन्दैछ दाइले मिल्दै त्यो कसलाई दियो भन्दैछ के त्यो डेक मामा हिजो मादिसकिदियो मामा मर्छ के रे देख त किन नमस्ते भाइले सोध त कता राख कसलाई दियो अरे तिमीले कसलाई दियो म किन ल्याउँछु रक्सी खायो र के रे दियो भन्दै थियो त अघि त बाहिर थियो मसँग छु नि एउटा सानो देख कसलाई दियो त त्यसो भए मैले ल्याएको छैन भन्छ त्यो जुङ्गे बुढालाई दिएर हिजो दिदीलाई पानी पुऱ्याउनु गएको तिमीले थर्काउनु थाल्छ यार मलाई मासु किन आएको रे सुपर तिम्रो दाजु मासु कहाँ दिदीले पानी लगिदिएर गयो मासु दिदी यसो पटिनु नभनेर फेरि ठुलो कुरा गर्नु केटाहरूले अब सबैले थर्काइरहेछ नि त सुपर यहाँ गर्दैछ के पानी दिने के हुन्छ भन्दै त्यो नारायणीले भाँडिरहेको छ क्या त्यो भाँडीलाई लगेर देऊ न भन्नाले गएर दिएको नारायण छ नि अहिले माझी तपाईँ एकछिन भयो यिनीमा सुतिरहेको छ नारायण चाहिँ 85 अहिले तिलेको लिनु आइछ 2 दिन भयो तिलेको लिएर जानु क्या अनि भाजीलाई लगेर दाजु पानी दिन्न भन्नु वाट्सएप मेसेज गर्नु अनि नम्बर पनि पठाइदियो नम्बर त यस्तो चाहिँदैन हेर यस्तो काम चाहिँ नगर भन्यो भने तिमीले पठाउँछेर गर्छु भनेर दिएको त नि फोन गरेर चाहिँ पानी देऊ छ भने छ छैन भने छैन भन्नु छन् छ यार भन्यो अनि लगेर दिएको तिले पनि थर्काउँछ यार मलाई तिले खटाइसकेर हिजो भर्खर राख्यो कड़ा लास्ट मैच हो चिकन हान्ने कोसिस गर खाना पकाउने हो कि बिरयानी थाप्ने बिरयानी थाप्नु गर्दैन भाइलाई पनि जाउँ न पकाउने भात त पकाइसकेको बल खेल्न पनि आऊ मैले थाप्छु बल खेल्न चाहिँ आउनु बाहिर आऊ मान्छेदेखि अहिले फेरि हिजै फेरि थियो छ अवस्था तेल पनि यस्तो किने त तिमी कस्तो किन्नु त 1 लिटर ल्यायो भने 2 महिना नभए 1.5 महिना जान्छ नि यार 5 लिटर ल्यायो भने जान्छ हँ 1 महिनामा भइन्छ केरा तेल पिउने हो र हाम्रो चाडा सकिसक्यो अब हो एउटा बोतल लग्छु लान्छौमा कुरो चाडा तिमीले यस्तो ल्याउँदै बिहे न यस्ता 5 लिटर नपुग्ने हुन्छ म एउटा लान्छु नि त्यसले मात्र खान्छ क्या भात खाऊ क्या चामल खाऊ माछा तरकारी केरा माछा फ्राई गर्दा त्यत्रो लाग्छ 5 लिटर त्यही तेल भुटुङमा चल्छ त्यसलाई फाल्ने हो त नि सेकेन्ड खाइदियो नि त्यो एउटा तेल नलगामा तेल खाँदै बस्नु घरमा हो भने माछा पोलेर खाने मान्छे अनि यहाँ फ्राई गरेर धप्किदिने सिकुटीहरू काँचै खान्छ भाषण सुन्दैन कहाँबाट हालेको छ के लाडै छ हेलिकप्टर त जुनमा गयो त पानीमा झर्छ अनि थाहा पाउँछ ठुक्कमा घुम्दैन त ओहो ब्याट्री
यो बोकीबाट के पहाडी पत्रेले हान्न खोलेको कि मलाई चित्रको आवाज कस्तो आएको अड्की अड्की आएको नेटले काम गरिरहेछ न त नेटै छैन अनि छैन यो बोकीबाट एनिमी आए मलाई त्यो एनिमी आए जस्तो हान्न खोजेको कहाँ Watch out! हो मेरो हेलिकप्टर यहीँ रोक्यो भन्छु म फेरि बाटो मार्छ ला मासला गयो अब लोके मर्यो अब म त मर्ने दुईजना Help! ओ मासला यस्तो ड्यामेज छ यार म त पानीमा झरे यार पुरा ड्यामेज थियो यार मासला कहाँ पानी आएको राम फालेको त ओ हेलिकप्टर लगेको कहाँ हो लोके यो घरमा घरभित्र हो आमा यस्तो खतरा ड्यामेज थियो रन्जिकको बानमा साले भुसुडी थियो मासलालाई त्यो Watch गाडी out! लिएर आउँछ त होइन आउन खोज्छ हेर नि त जोनमा त आउनु पर्यो नि म त मर्ने भयो यार पानीमा एउटा चाहिँ के गरे यहाँ गाड चिप्ले घिरै क्या अब माटो नि डाँडा बसेर पकाएको पकाइ छ होइन ए यहीँ छ क्या अहिलेसम्म झर्छ क्या तिनीहरू ऊ झरे झरे उता राइटमा देख्यो एउटा यो दिदी है एउटा गाडी चढेर है आइसे गाडी निकाल गइसे हान तिलो हान न ओइ उठै आयो देखेन हाना हाना भनेर माकुरा सुतेर बस न आफू चाहिँ त्यहीँ हाना हाना रे अरूलाई चाहिँ म त देखेन उसले यहाँ बोलाइ त त पनि डाँडामा हान्नु गाड फर्काएर सुतेर बसेको छ हाना गाडी हाना यताबाट निस्किँदै भनेर हाम्रो गोर्खामा तलबाट बापु गाडी छ म त एउटा यस्तो अलिक माथि निस्किँदै भनेर त हान वहाँ रोकेछ गाडी यार Marked a location. टाढा न छिटो अगाडि हान्नु कसले हाने Attack the mark! वहाँ डाँडामा रहेछ है मरो
Attack the यहाँ mark. ढाँडै रहेछ अब। यो ट्याक्स लगाएको मान्छेले त देखाएको छैन अब तिम्रो अब चारकै छले किन पो देखेको देख्छ छैन कुदन सुत त्यहाँ खिसिरेर बस म ओपनमा सुतिराखौ हेरिराखौ त्यही छ बे त्यही Watch रुममा out. Help. तिमीले रान्डीको छोरो Someone has been here. चोरमा आदर यहाँ गएको हो त्यो घरमा चिनेर क्याम्परमा आदर छु कहाँ उता गएका त्यतातिर आउनु छोडेर अनि सुरु चढ घुम्न गयो भने कहाँ गयो यस्तै ठाउँको अहिलेसम्म एक बस्दै गरेर छिर्नु पर्यो त सँगसँगै हिँड्दैन यहीँ बसेर त्यो उता डाँडो पारिन्छ त्यही हेरेर बसिरहेको घरभित्र हो घरभित्र लेफ्टबाट जाऊ न राइटबाट तल ढिलो ढिलो बनाइसक्यो जोन भएर सिधै जा सिधै निस्किँदै त्यहाँ लुट्न लाग्यो म अगाडि रिकल नि फेरि सिधै जाउँ न यता जाउँ न तलबाट जाउँ त्यो रिकल नि रहेछ त्यहाँ हान मर्यो अब मर्निङमा उता घरको पछाडि छ अब अरे छिर्न पर्छ नि अगाडि हो हरसर गायब भ्याउँथ्यो सात